Look at this shining watch. सो यो चाहिँ मेरो न्यू वाच हो, भर्खरै बाबाले ल्याइदिएछ। अब चाहिँ हामी यसको मान्छे रिबन काट्छौँ, तर यो थ्रेड रहेछ कि हामी यसलाई नै काटेर सेलिब्रेट गरौँ है त ल। सेलिब्रेट गर्नलाई त्यत्रो ठुलो केही रिबनै चाहिन्छ भने छैन। लाइक मैले यो देखेँ कि यो रातो, यसलाई नै कटिङ गरेर चाहिँ यस्तो प्रिटी कुल वाचलाई चाहिँ हामी यो त्यसको के भन्छ रिबन काटेर चाहिँ यसको सुरुवात गर्नेवाला छ मेरो हातमा। यु क्यान सी दिस लिटल रेड थ्रेड ओभर हियर, जसलाई चाहिँ अब म शुभ मुहुर्त निकालेर कटिङ गर्नेवाला छु है त ल। ओके, फेरि अब नाटक नगरिकन कट गरौँ यसलाई। रेड हो अलिकति, यसको नि रेड रहेछ नि यो एउटा डट टाइपको। ल 3 2 1 गो। वाउ, अब देख्यो नि त बब्बाल होइन, कस्तो दामी हो कि। अब म हातमा लगाइ हेर्छु भने अब एउटा हातले कसरी लाउने मैले, अलिकति ठुलै हुन्छ कि मलाई यो फिता, सो मैले लाउन त सक्दिनँ मेरो एउटा मात्र हात। तर हेर्नु मेरो हातमा यस्तो देखिन्छ, यो सुपर वुमन। दिस इज लाइक अ गिफ्ट फ्रम माई एचिभमेन्ट अफ लाइक साइन्स एक्जिबिसनमा चाहिँ हामी मतलब हाम्रो ग्रुप नोभा स्क्वाड चाहिँ फर्स्ट भएको थियो हिजो है शुक्रबार कति 2025 12 डिसेम्बर हिजो चाहिँ हाम्रो रिजल्ट अनाउन्स भएको थियो। हामी फर्स्ट भयौँ, ट्रफी पायौँ। त्यसको उपलक्ष्यमा नि गिफ्ट भनेको जस्तो नि भयो। सो दिस इज माई लिटल भ्लग अफ दिस वाच। रिबन त होइन, थ्रेड कटिङ सेरेमनी अफ माई वाच। यसको डिटेल्स चाहियो भने चाहिँ कमेन्ट नगर्नु, किन भन्दाखेरि म यही भिडियोमा देखाउँछु। वेट। ओके, कस्तो राम्रो यो स्विच छ होइन, यो फिल ट्यानको रहेछ है। अनि यहाँ 12 3 9 को मात्र यहाँ चाहिँ नम्बर दिएको छ, अरू चाहिँ लाइक लभ छ अनि अरू चाहिँ स्टोन्सहरू छ अरू समयको लागि। यसै यो चम्किएको छ, यसै गरी यो घडी लगायो भने तपाईँको टाइम पनि चम्किन्छ। हार्टहरू बनेको छ अनि यहाँ हेर्न सक्नुहुन्छ सबै स्टोन जडान गरेको छ। यहाँ पनि त्यस्तै डिजाइन छ। अनि लाइक स्टोन भनेको चाहिँ यति भागमा यति अनि स्माइल जस्तोमा है, यति लामो छ। अनि फाइनल लुक अफ दिस वाच। बाई बाई गाइज।